हामी सौराएको थर्ड डे मर्निङमा मजाले पानी पर्यो। खास अब बिहान बिहान हामी सिजधाम जाने भनेर चाँडै उठेको, अब आज उस्तै पऱ्यो भने दिनभरि सुत्नुपर्ने अवस्था पो छ। यस्तो बाक्लो पानी पऱ्यो कि मोबाइलमा कतिको देखिया छ पनि, मजाले बाक्लो पानी पऱ्यो। तर एक हिसाबले यो पानी परेर पनि शीतल शीतल चाहिँ भएको छ है। स्विमिङ गरिया छ नि, गरिया छ र कस्तो लागिरहेछ? एकचोटि दुईचोटि यहाँबाट त्यहाँ आउँदै थकेला। हामी चाहिँ हात्ती सफारीको लागि आइपुग्यौँ होइन। यो चाहिँ हात्ती चढ्ने ठाउँ हो। एउटा हात्तीमा 4 जना मात्र चढ्न मिल्छ। अनि अब यसरी ग्रुपमा अब हामी चाहिँ 3 जना भएको भएर 1 जना हामी बाहेकको अर्को मान्छे हुन्छ। हात्तीलाई उखु खानिदिनु पर्ने रहेछ होइन। ल ल उखु हामी यस्तो यो मचान जस्तो अहिले चाहिँ अब पहिला चाहिँ काठको हुन्थ्यो, अहिले चाहिँ यो फलामको छ। अब यसरी पारिबाट चढे जस्तै हाम्रो एकजना कोही छैन यहाँ, अनि के गर्नु? पहन पुर्यौँ हजुर। चाहिँ हात्ती पनि चढ्यो अहिले। कस्तो फिल हुन्छ?
बाटो हुँदैन यो यस्तो सबै ठाउँमा हिँड्छ यो होइन त्यो ठाउँ यो रानी जस्तो सबैतिर घुम्दो रहेछ भ्याग त चढेको जिउमा ल देऊ छोरा ए त्यो होइन खानेकुरा होइन त्यो कस्तो लाग्यो Please give the big hand for dancer. And thank you once again and enjoy your time. Good night, everyone. This will be our last night here. आज अब भोलि बिहान चाहिँ हामी यहाँबाट हिँड्छौँ अब we are going for dinner. अनि आज लास्ट डे होइन त डिनर हाम्रो कस्तो लाग्यो भन्छु होइन त्यो एउटा प्लेट अगाडि मेन कोर्स गइसक्यो यो त स्न्याक्स हो लास्टमा सोधिले त झन् खाएकै छैन है खास है त्यही त भनेपछि आज हजुरले झुटो नबोल्छु है त्यत्रो खाएर अनि फेरि अहिले आएर खासेन भने ल बाई बाई अब यो पछि म डिजर्ट पनि खानु डिजर्ट नखाने
ओभरअल हाम्रो सौरा बसाइ एकदमै राम्रो भयो। लाइफमा एउटा ब्रेक चाहिएको रहेछ र यसरी फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु पाउँदा रमाइलो एक्सपिरियन्स भयो नै। हामी बसेको होटल ग्रिन पार्कको हस्पिटालिटीको त कुरै छोडिदिउँ, एकदम राम्रो स्टे रह्यो हाम्रो। र सौरा घुम्न हेल्प गर्ने गाइड दाइहरू पनि रमाइलो नै हुनुहुन्थ्यो। हामीले हाम्रो हरेक एक्टिभिटिजहरू इन्जोय गऱ्यौँ। एउटा लाइफ टाइम मेमोरी बन्यो हाम्रो लागि सौराको बसाइ। बाटोको नै कुरा गर्ने हो भने मुगलिङदेखि सौराको बाटो एकदम दामी नै छ। अनि फेरि यता नारायणीको पुलबाट उता पश्चिम जाने बाटो पनि चौडा बन्दैछ। सिजी शाश्वत धामसम्म पुग्दा धेरै जसो बाटो वान वे मात्र भए पनि बनिसकेका रहेछन्। यति धेरै अप्ठ्यारो भने भएन। हामी चाहिँ अहिले चितवन आएको बेलामा शाश्वत धाम पनि ल भ्याइहालौँ न त भनेर हामी ठ्याक्क अहिले यो शाश्वत धाम सिजी चौधरी ग्रुपले बनाएको शाश्वत धाममा आइपुगेका छौँ है। यस्तो छ एन्ट्रान्स, भित्र छिर्ने बित्तिकै यस्तो खालको छ। कहाँ आएको छोरी तिमी? यहाँ चाहिँ यो ठ्याक्क कृष्ण भगवानको कृष्ण लीला। भगवत गीताको सार। अकारण तिमी किन चिन्ता गर्छौ, अकारण तिमी कोसँग भयभीत छौ, तिमीलाई कसले मार्न सक्छ, आत्मा न जन्मन्छ न त मर्छ। कस्तो लाग्दैछ सविता? कस्तो पिस क्या है, यो भित्र छिर्ने बित्तिकै एकदम पोजिटिभिटी क्या, माइन्ड नै फ्रेस भएको छ क्या मलाई। एकदम आर्टिस्टिक टेम्पल छ यो। यो सबै ढुङ्गामा नै कुदेको आर्टहरू त होला है। एकदमै राम्रो आर्टहरू छ, राम्रो वर्कहरू छ। यस्तो खालको टेम्पल चाहिँ इन्डियामा, अनि त्यसपछि मैले यस्तै खालको टेम्पल चाहिँ उता लन्डनमा पनि छ एउटा अल्टोटिन भन्ने ठाउँमा। यो चाहिँ एकदम आर्टिस्टिक लाग्छ कि मलाई यो टेम्पल। यस्तो खालको डिजाइन, यो खालको आर्किटेक्ट प्राय इन्डियन उसमा चाहिँ हुन्छ। यहाँबाट भित्र छिर्न मिल्छ क्या अरे, अनि योभन्दा भित्र चाहिँ खिच्न नपाउँदो रहेछ। म स्टप गरेँ है त। यहाँ चाहिँ अन्डरग्राउन्ड एउटा सङ्ग्रहालय जस्तो म्युजियम जस्तो बनाएको रहेछ, धार्मिक म्युजियम होइन। अनि त्यो म्युजियममा चाहिँ विभिन्न भगवानहरूले युज गरेको वा योगीहरूले युज गरेको
वस्तुहरू शङ्खहरू विभिन्न धार्मिक कुराहरू चाहिँ सबै त्यहाँभित्र रहेछ अहिलेसम्म हामीले पनि नदेखेको कुराहरू देख्न पाइयो आज बच्चाहरूलाई त झन् रमाइलो नै हुने भयो राम्रो नै हुने भयो आजको हाम्रो लन्च अहिले ठ्याक्क 1:15 जस्तो भयो हामी मुगलिङमा आएर अब खाना खान लाग्यौँ अब यहाँ यस्तै आधी घन्टा 45 मिनट जस्तो खानासाना खाएर अनि त्यसपछि हामी लाग्छौँ है त तिमी त अझ पनि निन्द्रामै छौ कि क्या हो यो चाहिँ घिउ हो है घिउ खाने भए हाल तातो होला याद गरेर हाल है खाना खाइयो खाना खाएर ट्याक्क यसो मुगलिङ बजार त हेर्नै पऱ्यो नि होइन देख्नै पऱ्यो यो चाहिँ मुगलिङ बजार एकदमै बिजी हुने ठाउँ हो यो यता पोखरा जाने बाटो अनि पोखरातिर जानु पऱ्यो भने पोखरा मार्लुङ अनि यताबाट नारायणघाटतिर जानु पऱ्यो भने अलिकति मिड पोइन्ट जस्तो छ त्यही भएर पनि अहिले यो एरियामा चाहिँ चहल पहल बढी हुन्छ त्यो चाहिँ अब खानासाना खाइसके पछाडि यसो घुम्नलाई त के भनौँ यो पुरानो मुगलिङको पुल भएको ठाउँतिर चाहिँ आइपुगेका छौँ हामी होइन यो पुरानो मुगलिङको पुल पहिला पहिला यो पुल युज हुन्थ्यो भने अहिले चाहिँ यो पुल युज हुन्छ है यो चाहिँ नयाँ पुल हो यो चाहिँ सस्पेन्सन गरेर बनाएको थियो भने होइन यहाँ लट्ठा देख्न सकिन्छ यत्रो मोटो मोटो लट्ठाहरू राखेको त्यो चाहिँ अलिकति सस्पेन्सन स्टाइलको ब्रिज हो भने त्यो चाहिँ पक्की ब्रिज छ भनेको कङ्क्रिट युज गरेर बनाएको ब्रिज छ यो चाहिँ पुरानो पुल एकदमै जीर्ण भइसक्यो अब यो मुनिपट्टि त्यो फलामहरू जस्तोमा अनि पिच गरेर रहेछ ब्ल्याक टप होइन यसो यो बाटोतिर हेर्दाखेरि यो हाइवेमा हेर्दाखेरि चाहिँ यसो रेस्ट गर्नको लागि राम्रो ठाउँ यसो सर्कट केही खोलासोला हेर्ने हावासावा खाने एकछिन मुड फ्रेस गर्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ है हाम्रो दुईजना पनि त्यही गर्दैछन् एकजनालाई त निन्द्राले चुर बनाएको छ हाम्रो छोरीलाई हो तिमीलाई निन्द्रा ल्यायो हो अनि हाम्रो श्रीमतीज्यू चाहिँ मजाले भात खाएको अब पचाउन लाग्नु भएको छ मुगलिङदेखि काठमाडौँको बाटो भने चौडा बनाउने कामले गर्दा अलिकति नराम्रो नै छ तर पनि कतिपय ठाउँमा एक साइड मात्र भए पनि ठिकै भएको कारणले गर्दा ट्राभल गर्न ठिकै छ जे होस् हाम्रो यात्रा राम्रो नै रह्यो हाम्रो यात्रा वा भनौँ यो सौराहको यात्राको सिरिज यतै टुङ्ग्याउँ भाग्यले साथ दिएछ भने यस्तै भिडियोहरू फेरि ल्याउन पाऊँ कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नुहोला है लेट्स ड्राइभ सेफ बी सेफ एन्ड ह्याभ अ वन्डरफुल डे टेक केयर बाई